ल साथीहरु एनपीएलकै कुरा गरौँ। एनपीएलकै चर्चा छ जहाँ कतै र यतिखेर हेर्ने हो भने सुदूरपश्चिम रोयललाई चाहिँ हराउनको लागि अब बाँकी टिमले केही गरेर आउनुपर्ने देखियो। सुदूरपश्चिम रोयल एकदम टपमा छ यतिखेर। यो रनअपमा सायद अब कसैले हराउन सक्दैन सुदूरपश्चिम रोयलले। र रह्यो कुरो पोइन्ट टेबलको क्वालिफायरको, कसले क्वालिफाई गर्ने कसले क्वालिफाई नगर्ने भन्ने कुरा रह्यो। यहाँनिर हेर्ने हो भने सुदूरपश्चिम रोयल टपमै छ र काठमाडौँ गोरुहाज पनि त्योभन्दा कम छैन। लगभग 5 वटा म्याच जितिसकेको छ र पोइन्ट टेबलको हिसाबले 10 नम्बरमा छ भने तेस्रोमा छ विराटनगर किङ्स र चौथोमा रहेको छ हाम्रो लुम्बिनी पनि 6 अङ्कमा गइसकेको छ। अन्तराल धेरै छ तलमाथिको र अब आउँदा म्याचहरू सबैका बचेका छन् र यही हिसाबले हेर्ने हो भने र लुम्बिनी लायन्स पनि हार्ने अनि गएर पोखरा एयरबेन्जले पनि हार्ने हो भने फेरि र जनकपुर बोल्टले 2वटै म्याच जित्यो भने रन रेट राम्रो ल्यायो भने त्यो पनि क्वालिफाई गर्न सक्छ। अहिलेसम्म बाहिर भएको टिम भने एउटा कर्णाली एक्स छ, त्योसँग म्याच पनि बचेको छैन। एनपीएल चाहिँ एकदमै रोमाञ्चक हुनेवाला छ यतिखेर। म्याचहरू एभ्री म्याच एकदमै इन्ट्रेस्टिङ बन्दै गएका छन् र सबैले एकदम इन्ट्रेस्ट लिएर हेर्नु होला। एनपीएल नछुटाउनु होला, एकदम राम्रो छ, एकदम रमाइलो छ। अब एनपीएलको चर्चा त अहिले विश्वमै छ। ठुल्ठुला अस्ट्रेलियाका खेलाडी क्रिस लिथेन आउनु भएको छ भने त्यस्तै साउथ अफ्रिका खेलाडी फम डुप्लेसी, एकदमै चर्चाको शिखरमा रहेका प्लेयरहरू डेभिड मलान हुनुभयो लगायत थुप्रै इन्टरनेसनल प्लेयर अहिले चाहिँ एकदमै चर्चामा छ। साथै नेपालको एनपीएल यहाँसम्म ल्याउने अहिलेको क्रिकेट सक्नुको क्यान तथा पूर्व क्रिकेटर पारस खड्कालाई सबैले सम्मान गर्नुपर्छ। क्रिकेटलाई यहाँसम्म पुर्याइदिनु भएको छ र आउँदा दिनहरूमा पनि अगाडि उहाँले सपोर्ट गर्नुहुन्छ, अझै माथि लैजानुहुनेछ भन्ने आशा राखेका छौँ र एनपीएल हेर्नलाई एकदमै नछुटाउनु होला है साथीहरू। अझै चाहिँ एकदम इन्ट्रेस्टिङ छ। लुम्बिनीले हार्ने अनि पोखराले जित्ने, फेरि रन रेटमा आउँछ त्यो कुरो। त्यस्तै लुम्बिनीले पनि हार्ने र पोखराले पनि हार्ने, फेरि गयो जनकपुर बोर्डले जित्ने। 2वटै म्याच छ, 2वटै बचेको छ जनकपुर बोर्डको। 2वटै जित्यो भने लास्टवाला पोइन्ट टेबल फेरि